हेलो एभ्रिवान, आज म धेरै दिन बाद चिकन बिरयानीको रेसिपी लिएर आएको छु है। यो चाहिँ मैले घरमा बनाएको रायता चिकन बिरयानी। अनि यहाँ चाहिँ 4-5वटा प्याज काटेर राखेको छु। अब यसलाई चाहिँ फ्राई गर्नुपर्छ। कतिको फ्राई गर्नुपर्छ भन्दाखेरि ब्राउन हुन्छ होला। अब ब्राउन भन्नाले बेसी ब्राउन पनि होइन, अलिक बेसी फ्राई भयो भने पनि तितो तितो हुन्छ है। अलिक हेरेर यतिको ब्राउन भएपछि तपाईँले निकाल्न सक्नुहुन्छ। यसलाई चाहिँ अलिक तेल निचोरेर निकाल्नुपर्ने थियो, तर मैले चाहिँ तेलसँगै निकालेँ है। अनि यो चाहिँ भयो अघि फ्राई गरेको प्याज, अनि 4-5वटा पत्ता पुदिना, अन्त गार्लिक र चिल्लीको पेस्ट, अनि निम्बु, अनि यो चाहिँ मेरो धुलो पाउडर, अनि नुन र हल्दी। यो धुलो पाउडर चाहिँ मैले घरमै बनाएको, म अहिले तपाईँलाई भन्दैछु त्यसको रेसिपी। अनि यो चाहिँ भयो दही। दही चाहिँ बेसी खट्टा पनि राख्नु हुँदैन तपाईँले, अमिलो भयो भने मिठो हुँदैन है। अनि यहाँनिर चाहिँ 1 केजी मासु थियो। यसमा चाहिँ मैले लगाएँ जिरा पाउडर, त्यसपछि धनियाँ पाउडर, अनि कश्मीरी मिर्च, त्यसपछि लाल मिर्च, अनि चाहिँ मैले लगाएँ यसमा अघिको फ्राई गरेको प्याज अनि पुदिनाहरू, यो जति पनि मसला थियो मैले सबै लगाएँ। अहिलेको मैले त्यो पाउडर मसला भन्दाखेरि चाहिँ त्यसमा चाहिँ के गरेँ भन्दाखेरि मैले जुन चाहिँ होल गरम मसला हुन्छ, गरम मसला भयो, जिरा, अन्त धनियाँलाई चाहिँ मैले रोस्ट गरेँ, हल्का रोस्ट गरेर चाहिँ त्यसलाई मैले ग्राइन्ड गरेँ है। अनि त्यो चाहिँ हो मेन पाउडर। अनि मैले यसमा मिक्स गरेँ यसको। अनि मैले चाहिँ यसमा फुल प्याकेट चिकन बिरयानी मसला एड गरेँ है। अनि दही पनि लगाएर मैले यसलाई मिक्स गरेर चाहिँ अन्त निम्बु पनि हल्का लगाएर यसमा मिक्स गरेँ। अनि मिक्स गरेर चाहिँ यसलाई म्यारिनेट गरेर चाहिँ यसलाई मैले 5 आवर्सको लागि राखेँ। यो चाहिँ बिरयानी चावल हो है। त्यसमा चाहिँ मैले यहाँनिर गोटा गरम मसला हालेको छु, अनि अलिकति घिउ हालेर चाहिँ कुक गर्दैछु चामललाई। यो चाहिँ एक्स्ट्रै पकाउनु पर्ने हुन्छ है। अघि मेरिनेट गरेर राखेको चिकन चाहिँ यस्तो भएको छ। अब यसलाई चाहिँ अर्को कराईमा ट्रान्सफर गरेर चाहिँ पकाउने। अनि बिरयानीसँग चाहिँ अब रायता हुनैपर्छ भनेर चाहिँ मैले यहाँनिर रायता बनाएँ है। अनि चाहिँ चामल यतिको पाकेपछि चाहिँ मैले अर्को भाँडामा ट्रान्सफर गरेँ है, अहिले सजिलो होस् भनेर। चिकन चाहिँ अहिले कुक गर्दैछु है। भात पाकिसक्यो, रायता पनि बनाइसकेँ। अब चिकन बनाइसकेर चाहिँ मिक्स गर्नेछु अनि बिरयानी रेडी हुनेछ। चाहिँ चिकन, चामल र घिउ मिक्स गरेर मैले 10 मिनट्स जस्तो कुक गरेको थिएँ, हल्का लो